हाई एभ्रिवान, म प्रतिमा शर्मा। आशा छ तपाईँहरू सबैजना जाति कुशल हुनुहुन्छ होला। आज केही समय पश्चात हजुरहरू समक्ष आफ्नो मनका केही कुराहरू राख्न आएकी छु अनि आशा छ हजुरहरूले यो भिडियो हेरेर मैले भनेको कुरा सायदै आफ्नो जीवनमा पनि अप्लाई गर्नुहुन्छ होला। इफ यु रेजोनेट विथ इट, प्लिज डु कमेन्ट। सो द फर्स्ट थिङ आई वुड लाइक टु से इज, आजभोलि हामी जुन इन्भाइरोमेन्टमा छौँ नि, प्रायः जस्तो धेरैजनाले नेगेटिभिटी मात्र कन्ज्युम गरिरहेका छौँ अनि त्यो नेगेटिभिटीलाई पोजिटिभिटीमा कन्भर्ट गर्ने कुनै ठाउँ नै छैन। हामी सबैजना आफ्नो लाइफमा बिजी छौँ, आफ्नो लाइफलाई एकदमै राम्रो बनाउनको लागि मेहनत गरिरहेका छौँ, तर कतिवटा समयमा आफ्नो सोचाइले गर्दाखेरि चाहिँ कतिजना मानिसहरू मानसिक रोगको शिकार बनिरहेका छन्। मेन्टल हेल्थ प्रब्लम्सहरू धेरैजनालाई भइरहेको हुन्छ अनि यो टाइममा चाहिँ अब जसलाई पनि मेन्टल हेल्थ प्रब्लम हुन्छ, दे आर भेरी भल्नरेबल हुन्छ त। एन्ड म चाहिँ के भन्न चाहन्छु यस भिडियोबाट भन्दाखेरि चाहिँ, नट ओन्ली फोकसिङ अन द मेन्टल हेल्थ प्रब्लम अर द पिपल हु आर डिलिङ विथ दिस, तर इन जेनरल लाइफ पनि यदि तपाईँलाई भरोसा गरेर, तपाईँमाथि विश्वास गरेर कोही मान्छेले आफ्नो मन खोलेर, आफ्नो हृदय खोलेर तपाईँले आफ्नो कुराहरू एक्सप्रेस गर्दैछ भने प्लिज डोन्ट युज द्याट इन्फर्मेसन अगेन्स्ट देम। कसैले भरोसा गरेर तपाईँको अगाडि आफ्नो हृदय खोल्दैछ, उहाँहरूलाई हेल्प गर्ने कोसिस गर्नुहोस्, किनभने दे आर भल्नरेबल। दुःख पर्दाखेरि आफ्नो साथीभाइलाई ट्रस्ट गरेर कति धेरै कुराहरू एक्सप्रेस गर्छौँ, तर कतिपय केसेसमा त्यो इन्फर्मेसनहरू उहाँहरूकै अगेन्स्टमा युज भइरहेको हुन्छ। एन्ड अल्सो इफ सम वान इज फिलिङ लो अनि लाइफमा स्टक फिल गरिरहनु भएको छ भने यो सन्देश तपाईँहरूलाई दिन चाहन्छु कि दिस इज नट द एन्ड अफ यर स्टोरी, दिस इज जस्ट अ फेज। आई नो तपाईँहरू ओभरवेल्म्ड फिल गरिरहनु भएको होला, बट द्याट इज यर माइन्ड रियाक्टिङ टु द स्ट्रेस द्याट यु हेभ बिन क्रिएटिङ इनसाइड यु बिकज अफ यर थट्स। पुट दिस भेरी क्लियर। अनि तपाईँको थट्स अनि तपाईँको ट्रु सेल्फ, इट इज अ टु डिफ्रेन्ट थिङ। डिफ्रेन्सिएट यर सेल्फ, डोन्ट लेबल यर सेल्फ बिकज अफ यर थट्स। आफूलाई माया गर्न सिक्नुहोस्, आफ्नो इमोसन्सलाई बुझ्ने कोसिस गर्नुहोस्, बिकज आजको समयमा सबैभन्दा ठुलो कुरा भनेको आफू स्वस्थ रहनु हो, बी इट फिजिकली, मेन्टली एन्ड इन एनी अदर वे। आफू ठिक छैनौँ भने कसरी आफूले बुनेको, आफूले कहिले सानैदेखि सजाएको सपनालाई पुरा गर्नु। त्यसर्थ आफू डगमगाएको महसुस गर्नुहुन्छ भने ट्राई टु राइट डाउन, जर्नलिङ गर्नुहोस्, आफ्नो इमोसन्सहरूलाई त्यहाँ लेखिदिनुहोस्। इफ समवन हु इज एन इन्ट्रोभर्ट एन्ड हु डोन्ट एक्सप्रेस थिङ्स अनि आफूलाई कोठामा थुनेर राख्नुहुन्छ भने त्यो समयमा लेख्नुहोस्, आफूलाई बुझ्ने कोसिस गर्नुहोस्। धेरै कुराहरू थुनेर राख्नुभयो भने यु विल स्टार्ट फिलिङ एकदम हेभिनेस इन यर चेस्ट, यु क्यान हेभ प्यानिक अट्याक्स टु लेटर इन यर लाइफ। सो आजको भिडियोमा धेरै केही भन्न चाहिनँ, तर first thing, take care of your mental health. 2, if you have a very trustworthy friend, then share your things. 3, if somebody is relying on you and sharing their personal information, don't misuse it. And 4th, love yourself. 5th, if you are feeling low, if you feel you are stuck, if you feel that this is the end, let me tell you, this is just a feeling. And healing takes time. Healing happens in phases. तपाईँ नम्बनेस तपाईँले पुरा फिल गरिरहनु भएको छ भने इट्स बिकज अफ द ओभरलोड अफ द इन्फर्मेसन, ओभरलोड अफ द स्ट्रेस यु आर गिभिङ टु यर ब्रेन, एन्ड यर ब्रेन इज जस्ट प्रोटेक्टिङ यु, नट बिकज यु डोन्ट फिल एनिथिङ बट बिकज यु आर फिलिङ सो मेनी थिङ्स एट द प्रेजेन्ट मोमेन्ट। सो आई होप यु गेट मी. Do take care of yourself and thank you for all the love that you all have been showering on me. See you soon in the next video.